हेलो वाट्सअप सबैजनालाई दर्शन नमस्ते हैन। म चाहिँ यसो भ्लग बनाइदिन लागेको छु हैन। आज चाहिँ मिनी भ्लगमा तपाईहरुलाई सबैले स्वागत छ। अनि ल अगाडिको सिनसट देख्न सक्नुहुन्छ तपाईहरु टक्क लगाएर हामी चाहिँ मासु खान जान लागेको अवस्था हो। अनि ल गाइजहरु है टक्क हामी चाहिँ चिकन ननभेज खान आएको यार। भन गाह्रो भयो नि त गाइजहरु। टक्कै यहाँ अब भोकै आएर यार मान्छेहरु यहाँ चाहिँ ल अब यहाँ मोबाइल चलाएर बस तिमीहरु। भोकै खानै आज पेटमा अब आज सेलेरी भएको दिनमा टक्क तन्दुरी सन्दुरी हान्दियो भनेर आएको। यहाँ चाहिँ चट्ट लगाएर यार भोक लागिरहेको छ यार। लगाएर टक्क लगाएर चाहिँ यो बम्बे बाउल्स बिल्स गान्धीनगर हैन। टक्क यहाँ चाहिँ ननभेजको हो यो चाहिँ ननभेज क्याफे। टक्क लगाएर चाहिँ हामी चाहिँ ननभेज खाना आएको अवस्थामा आज चाहिँ ननभेजको दोकानै बन्द भइगएपछि हामी चाहिँ अब यहाँ के गर्ने त अब ल के छ त अवस्था। अनि अवस्था एकदम क्रिटिकल छ। भोक लागेर खानै नखाएर आज ल टक्क लगाएर आज मासु भात खाने भनेको आज होइन। सेलेरी भएको दिनमा टक्क लगाएर ल सेप के छ त। अनि आज मासु सासु खानु मिल्ने भएन यार। ल यार कुर्सी लगाएको छैन हेर्नुहोस् गाइस ल यी कुर्सी छैन। म तपाईँलाई भित्र गएर पनि देखाउँछु थोरै है। हाम्रो सेपहरू अगाडि गएर कुरा गर्दै हुनुहुन्छ टक्क लगाएर यी पर टक्क चाहिँ कहीँ मिल्छ कि खानपिनको लागि व्यवस्था भनेर है यहाँ कुराकानी चलिरहेछ। तर के गर्ने गाइस खाने भनेर आएको अवस्थामा यस्तै हो यार। दिन खराब हो कि के हो नसिबै खराब जस्तो छ हाम्रो खानपिन। टक्क थम्सअपको व्यवस्था अब नो ड्रिङ्किङ होइन नो अल्कोहल। ये बड़ी अच्छी बात कही आप। कोल्ड ड्रिङ्क टक्क लगाएर ल टक्क लगाएर यो बिरयानीको हन्डी यता देखाउन मैले आफै खाऊ न। परदेशमा पनि आफै खाऊ उता पनि आफै खाऊ। खान जन्मेकाहरू हौ खाऊ। बजाऊ खाना जन्मियाऊ खाऊ। खाऊ खाना जन्मियाऊ हो यता म पनि पढेँ खाना जन्मियाको उल्का झन् खतरै। र हाम्रो टक्क लगाएर आजको चाहिँ सेलेरी भएको अवस्थामा हाम्रो खानपिन चाहिँ यस्तो छ लगाइजहरू है। यता टक्क हाम्रो सेपहरू ल हाई गरिदेऊ सबैले। सेप के छ ल अब मैले पनि दिन्छु धनेश। अब एउटा लेग पिस हान्छु टक्क एक लेग पिस है ल। अब चाहिँ हामी खाना बसेको अवस्था टक्क लगाएर चाहिँ लगाइजहरू है। सेलेरी भएपछि यसरी खानुपर्छ है। बहुत बढिया एकदम मस्त हेर्न सक्नुहुन्छ गाइज है। यस्तरी खानुपर्छ। महिनाको 45 दिन काम गरिसकेपछि खान चाहिँ यस्तरी टक्क हुनु पर्यो नि। बात तो सही है।